नमस्कार, म सबिना थामी, युएसआरएन। म 2017 मा चाहिँ राजीव गान्धी युनिभर्सिटीबाट बिएससी नर्सिङ पास आउट गरेँ र 2 इयर्स एज अ नर्सिङ म बाहिर काम गरेँ र हाल चाहिँ छेरोल्पा नर्सिङ कलेजमा नर्सिङ इन्स्ट्रक्टरको काम गर्दैछु। मैले चाहिँ इन्क्लेक्स सेन्टरको बारेमा चाहिँ बाहिर काम गर्दा गर्दै साउदीमै मेरो सिनियर सिस्टरबाट थाहा पाएको थिएँ र प्लस मैले सोसियल मिडियाहरूमा पनि हेरिराख्दा चाहिँ मैले रिपिटेडली देखिरहेको थिएँ र फाइनल्ली म भिजिट गर्न आएँ होइन। उहाँहरूको सबै कुराहरूले चाहिँ मलाई एकदमै इन्फ्लुएन्स गरेर मैले इन्क्लेक्स नै गर्नुपर्छ भन्ने डिसिजन्स त्यहाँबाट लिएको। प्रोसेसिङको बारे भन्नुपर्दाखेरि चाहिँ प्रोसेसिङ चाहिँ एकदमै इजी लागेको हो मलाई होइन। किन भनेदेखि कहिले पनि मैले त्यो फलोअप पनि गर्नु परेन। म्यामलाई एकताल अब यहाँ इन्क्लेक्स सेन्टरको जतिजना हुनुहुन्छ टिम मेम्बर उहाँहरूले हामीलाई एकदमै हेल्पफुल गर्नुभयो होइन। कुन डकुमेन्ट पुगेन, कुन डकुमेन्ट चाहिन्छ, प्लस कलेजबाट गर्नुपर्ने डकुमेन्टहरू के हो होइन। इभन हामीले पर्सनल्ली के डकुमेन्टहरू चाहिन्छ, इभन इच एन्ड एभ्रिथिङ उहाँहरू आफैले फलोअप गर्नु भएर अनि हामीलाई कुनै पनि मिस्टेक भएको छ भने हजुरहरूको यो चाहिँ मिस्टेक भएको छ भनेर इन्डिभिजुअलै हामीलाई फोन गरेर म्यासेज गरेर फलोअप गरिदिनु भएकोमा एकदमै खुसी छु म चाहिँ त्यो पार्टमा चाहिँ थ्याङ्क यू भन्न चाहन्छु। मैले चाहिँ फिजिकल क्लास लिएको थिएँ। फिजिकल क्लास ओभर भइसकेपछि चाहिँ मैले अनलाइन क्लासहरू एटेन्ड गरेँ होइन। ड्यासबोर्डमा भएको क्वेसन्सहरू अनि त्यसपछि लेक्चर्सहरू, नोट्सहरू, इभन मार्केको लेक्चर्सहरू सबै कुराहरू हेरेको थिएँ। प्लस डेली मैले चाहिँ म्याक्सिमम 3 to 4 आवर्सदेखि 5 to 6 आवर्स मैले डेली नै पढाएको थिएँ। कुनै दिन पनि मैले ग्याप चाहिँ राखिनँ होइन। अनि त्यसपछि अर्को भनेको एकदमै तपाईँलाई चाहिने भनेको क्रिटिकल क्वेसन सल्भिङ टेक्निक चाहिँ एकदमै इम्पोर्टेन्ट छ जस्तो मलाई लाग्छ। कुनै पनि टपिकबाट हजुरलाई सोध्न सक्छ, तर तपाईँलाई त्यसको नलेज भयो भने तपाईँले त्यो क्वेसन चाहिँ सल्भ गर्न सक्नुहुन्छ। मेरो ओभरअल एक्सपिरियन्स चाहिँ एकदमै रमाइलो रह्यो होइन। फाइनल्ली मैले गुड रिजल्ट पनि पाएँ यहाँहरूको एकदमै गुड फलोअपले गर्दाखेरि र प्लस राम्रो इन्स्ट्रक्टरहरूले गर्दाखेरि पनि कति कुराहरू चाहिँ हामीलाई थाहै हुँदैन, कहाँबाट स्टार्ट गर्ने, कहाँ गएर इन्ड गर्ने होइन। कोही बाहिर हुनुहुन्छ होला, कोही नेपालभित्रै रहनु भएको होला, तर कहाँबाट सुरु गर्ने होइन। इन्क्लेक्स भनेको त एकदम भास्ट सुनिँदै एकदम भास्ट लाग्छ नि त, तर त्यस्तो केही पनि होइन। हजुरहरूले एक दिन राम्रोसँग इफ यु आर इन्ट्रेस्टेड होइन हजुरले चाहिँ इन्क्लेक्स सेन्टरलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हजुरहरूले चाहेको जस्तै दे क्यान प्रोभाइड एकदमै डिटेलली चाहिँ हजुरहरूलाई एकदमै इन्फर्मेसन्सहरू दिनुहुन्छ, कसरी गर्न सकिन्छ, कसरी आफूले चाहिँ पर्सनल प्रिपरेसन्स गर्नुपर्छ भनेर। सो इफ यु वान्ट टु डु इन्क्लेक्स यु क्यान चुज इन्क्लेक्स सेन्टर। थ्याङ्क यू।